हेलो एभ्रिवान, वेलकम टु माई सर्ट मिनी भ्लग। अनि आज चाहिँ हामी जाँदैछौँ मेरो हस्बेन्डको गाउँ होइन। अनि हामी चाहिँ घरबाट 6:30 बजेतिर बस पार्कको लागि निस्केको थियौँ। काठमाडौँमा चाहिँ कति पानी परिरहेको थियो कि, अनि एकदम जाम पनि थियो। अराउन्ड 1 आवर पछि जाम पनि खुल्यो। अनि त्यसपछि हाम्रो यात्रा पनि सुरु भयो। पानी परेको भएर होला वेदर पनि एकदमै चिसो थियो कि, झन् यो मुडे भन्ने ठाउँमा त कति चिसो कि पुरै कुहिरो नै लागिरहेको थियो कि। अनि हामीले माछाहरू पनि खायौँ। मलाई चाहिँ जिरी पुग्दाखेरि चाहिँ यो माछा खाने ठाउँ चाहिँ कतिखेर आउँछ जस्तो लाग्थ्यो कि होइन। मैले चाहिँ इच एन्ड एभ्री मोमेन्ट चाहिँ यति इन्जोय गरेँ कि होइन। यति क्लिन थियो कि इन्भाइरोमेन्ट। त्यसै जिरीलाई त स्विजरल्यान्ड क्लिन जिरी अर्ग्यानिक जिरी भनेको होइन रहेछ कि होइन। अनि हामी चाहिँ लगभग 3 बजेतिर चाहिँ हामी जिरी बजार पुग्यौँ। अनि यो जिरी बजारबाट पनि हाम्रो घर पुग्न चाहिँ लगभग धेरै नै टाइम लाग्छ कि मलाई चाहिँ होइन। मेरो बुढोले चाहिँ भन्दै हुनुहुन्थ्यो कि मलाई चाहिँ आधा घन्टा लाग्छ भन्दै हुन्थ्यो, तर मलाई चाहिँ लगभग 2 घन्टा नै लाग्छ कि। अनि बिचबिचमा चाहिँ हामीले चाहिँ बाटोमा ऐसेलोहरू खाँदै बुढाबुढी गफ गर्दै अनि हामी चाहिँ लाग्यौँ हाम्रो घरतिर। अनि फाइनली हामी चाहिँ हाम्रो घर आइपुग्यौँ होइन। अनि यहाँ चाहिँ मेरो बुढोको पुरै बाल्यकाल नै यही घरबाट बितेको हो कि। मेरो बुढो यहीँ हुर्किनु भयो, यहीँ खेल्नु भयो होइन। अनि त्यसपछि चाहिँ अनि बाबुहरूले चाहिँ बेलुकाको लागि डिनर रेडी गर्दै हुनुहुन्थ्यो। अनि हामीले पनि हल्का हेल्प गऱ्यौँ। अनि सबैजना फ्यामिलीहरू भएर गफ गऱ्यौँ। उताबाट बाबु नानी पनि आउनुभएको थियो। अनि यही नै हो आजको मिनी भ्लग। थ्याङ्क्स फर वाचिङ, बाई।